आज हामी गुम्बा टुर है त गुम्बा कुन ठाउँबाट सोल्टी हामी आज ओजावारा ड्युटी स्टार्ट हाम्रो दाईहरू यता हुनुहुन्छ ठुल दाई माइल दाई साइल दाई अनि यता हाम्रो काइला दाई यता सबभन्दा सानो चाहिँ म हो तर मै बुढो देख्दछ नि त फेरि हाम्रो टुर सुरु भयो नि त अब ट्रेकिङ हो नि त आज हिँड्न नसक्ने होला हेर सबै बुढी बुढी रहेछ हिँड्नु नसक्ला तलतिर गाउँ रहेछ नि त्यहाँ जङ्गलको बिचमा सानो गाउँ है हिउँ रहेछ हौ यो अहिले यस्तो गर्मी बेला पनि हिउँ बसिरहेछ हाम्रो नेपालबाट आउनुभएको निरीक्षकज्यूहरूले अवलोकन गर्दै हुनुहुन्छ यहाँ फिल्ड भिजिटमा आएको टुरिस्टहरूको मेन टुरिस्ट यता हुनुहुन्छ टुरिस्ट गाइड यता टुरिस्ट गाइड जापानको महार जन्सन यता हाम्रो सिङ्गर हाम्रो मोहन दाई यो बसमा चढेर जानुपर्ने हाम्रो गाडी काम छैन खै नेपाली टुरिस्टहरू खै त त कालो भएर कि यो नदेखिरहेको जम्न जाने कालो भएर कि यो नदेखिरहेको भनेको हाम्रो लास्टको म यहाँबाट चाहिँ हाम्रो हिँड्ने ट्र्याक सुरु भएको छ है त आज चाहिँ हामी गुम्बाको पोजे नेसनल पार्कमा होइन घुम्न आएको है घुम्न आएको भन्दा यो त ट्रेकिङ हो नि होइन ट्रेकिङ आएको होइन त माथि माथि छ अनि मैले चाहिँ उताबाट ठ्याक्क आइरहेको खिचिदिउँ भनेर नि म त जियारो हातैमा लाग्यो हातैमा लाग्यो घन्टी बजाउने हो हाम्रो गाउँघरतिर चाहिँ ओ यो त साग जस्तो छ है असली यो साग जस्तो छ नि यहाँतिर चाहिँ खोले साग जस्तो चाहिँ पाउँछ होला हेलो गाइस ल यहाँ चाहिँ बिसाउने ठाउँ रहेछ थकाइ मार्ने ठाउँ तर जङ्गल चाहिँ खतरै छ क्या त्यही जङ्गल भनेको चाहिँ यस्तो हुनुपर्छ है तर यो भएको जङ्गललाई चाहिँ मान्छेले कसरी सदुपयोग गरेछ भन्ने कुरा हो नि त आसोली नेपालमा नि जङ्गललाई यसरी युटिलाइज गरे भए त होइन सोली जङ्गल यार यहाँ चाहिँ खाजा साजा खाने ठाउँ हो क्या तोइरे हेर देखाएको यस्तो भन्दाखेरि टोइलेट यहाँ चाहिँ के क्याम्पिङ गर्ने ठाउँ यो तपाईँलाई यो जापानको ट्रेकिङ रुट कस्तो लाग्यो त ट्रेकिङ रुट यो अलि बच्चा ठिक छैन है कोदोमोहरूको लागि है म जस्तो अलि सिनियरहरूको लागि मलाई त यो हिँडेको जस्तो लागेन मलाई पनि ल्याएन त्यो बच्चा खेलाए जस्तो लाग्यो तिम्रो देशको मान्छे आयो ओहो ठाउँमा चाहिँ आइपुग्यो तर यहाँ सबजना खाजा खाने ठाउँ रहेछ कस्तो रहेछ गार्डनहरू चाहिँ अझ माथि हो खोइ अब खाना खाऊँ भनेको भोक चाहिँ लागेछ अब खाना खाऊँ भने 1000 घडी केही छैन रहेछ है त अब के गर्नु पैसा नभएपछि गाह्रो छ 900 खाना नै खान सकेनौँ त्यसरी भुइँमा सुत्नु परेछ आफूले होटल रिजर्भ गर्ने पैसा नभएपछि थाक्यो यसरी बसेछ हामी है यहाँ बसेर पीडित पाराले
तर क्लियर आउँछ भिडियो त के हो यार ओएमजी तर खोइ त अनि हामी त धेरै हिँड्यौँ त यार 7 किलो हिँडिसक्यो त 8, 9, 10 किलो हिँडिसक्यो तर पसिनै छैन मेरो त कि मेरो यस्तै हो कि हो तर आँखा डेन्जर रहेछ है ल जुस सोल्भो जुस जुस थुङ्गो जुस हैट माथि हिउँ बाँकी रहेछ नि त अलिक मान्छे त जक्क जाम भएछ त यहाँ त ठाउँ चाहिँ खत्रै हो दिस इज कल्ड टु स्विजरल्यान्ड फ्रम जापान यो नि जापानको एक किसिमको स्विजरल्यान्ड जस्तै हो नि दाइ यो रुख कति वर्ष अगाडि सुक्या होला है तर अहिले गाउँघरतिर यस्तो यो घाँस त काटेर होइन गाई बस्तुलाई त मोज मस्ती हुने रहेछ यो त अनि पुरै भोज भत्रै हुने रहेछ यो त हजुर मान्छेको लहर कस्तो छ है त्यो सब मान्छेको लहर हो कि हेर ल लाइन हामी चाहिँ यसो हाइकिङको इन्डिङ आवरमा रेस्ट गर्दैछु है यसो दाजुभाइहरूले साथ सपोर्ट दिँदै यहाँ हामी 200को बियरलाई 500 तिर 800 तिर खाँदैछु है यस्तो दिन पनि आउँदो रहेछ जापानमा तर यो कति सय मिटरको हाइटमा हामी यो 1900 जम्मा यो मेरो गाउँ जति छैन यसो भने हामी तल छ भने यो चाहिँ 1200 को भात है यो डाँडामा 1200 को भात चाहिँ यो हो हामी फर्केको अवस्था छ त्यो चाहिँ अहिलेसम्म हामी कति स्टेप हिँडेर सोली लगभग 2500 जति होइन हाम्रो महार्दनसँग चाहिँ थाकेको छैन रे खुट्टा चल्न छोड्यो भन्ने अवस्था छ तर म त यसो गम्मत गरेर तन्काइरहेको छु म चाहिँ यो पाइला हिँड्दै हेर्दै होइन अगाडि बढ्दैछु होइन जबसम्म टुङ्गिँदैन तबसम्म हान्ने 895 स्टेप हान्ने हो सोली म चाहिँ अगाडि छु है सबजना नसकेर पछाडि छ सोलीले चाहिँ मलाई भेट्दैछ है तर भाग्नु पऱ्यो यार भेट्छ है छोड्ने हुन्न यो घुमाउरो चाहिँ किन सिधै स्ट्रेट राख्दैन हुन्थ्यो नि यार यो बाटो यार तर लास्ट घुमाउरो राखिदिएँ कि तर पसिनै आउँदैन अनि हजुर पसिनै आउँदैन सुल्टी हो म त अघि एकचोटि धुइसकेँ अब नधुँ छोड्नु सिधै माथिबाट धुन्छ अब सिस्नु है यो जापानको सिस्नु चाहिँ यता ठुल्ठुलो हुँदो रहेछ तर नेपालको सिस्नु चाहिँ योभन्दा सानो सानो ल पसिना है 15-16 किलोमिटर हिँडेपछि बल्ल पसिना आयो यार हैट हेर खुट्टाको हालत त डेन्जरै भएको छ कि तर यस्तोहरू छ कस्तो मजा आउँछ कि
मुसुलीले पसिना चाहिँ आगै हो नि है नेभर गिभ अप लगभग इन्ट्री बोल्ने स्थिति छैन है बोल्ने स्थिति छैन ओ माई गड जापानमा आएर एउटा गल्ती चाहिँ नहिँडेर गल्ती गरेर हामी ल आज बल्ल थाहा भयो आज 15 किलोमिटर 5 hour my god almost in my god जहाँबाट आयो त्यहाँबाट फर्केर आयो कि हामी गयो भयो जे यहाँ बस चाहिँ 4:30 बजे लास्ट रहेछ फर्किन तल झर्ने बस यो कड्यो भने फेरि यहाँबाट हिँड्नुपर्छ बस लेट्स गो अब ब्याक टु हामी थाकेको छैन ब्याक टु ब्याक क्याम्पिङ ब्याक टु ब्याक ग्ल्याम्पिङ ग्राउन्ड हो क्या ग्ल्याम्पिङ ग्राउन्ड ब्याक टु ब्याक फेरि हाम्रो त ट्याक्सी हो फेरि खतरा ट्याक्सी फेरि यो त फेरि डेन्जर ट्याक्सी हो यो ट्याक्सीमा धेरैजना अट्छ है खतरा हो नि यो फेरि ट्याक्सी रहेछ